नमस्कार, रेडियो सिद्धगंगा 107.9 मेगाहर्जको कार्यक्रम हाम्रो नगर गतिविधिमा तपाईलाई स्वागत छ। कार्यक्रम हाम्रो नगर गतिविधि सिद्धगंगा नगरपालिकाको सहयोग र रेडियो सिद्धगंगाको उत्पादनमा तयार पारिएको कार्यक्रम हो। यस कार्यक्रममा रहेर हामी सिद्धगंगा नगरपालिकामा भएका विभिन्न गतिविधिहरू, जानकारी, सूचना, सन्देश, विकास, निर्माण लगायतका विषयवस्तुमा तपाईहरूलाई जानकारी गराउने गर्दछौँ। नगरपालिकाका विविध गतिविधिहरूलाई तपाईँ समक्ष पुर्याउनका लागि र तपाईका जिज्ञासा गुनासाहरूलाई नगरपालिका समक्ष पुर्याउनका लागि यस कार्यक्रमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ। तपाईँ पनि सिद्धगंगा नगरपालिकासँग सम्बन्धित गुनासा, चासा, सुझाव, माग लगायतका विषयवस्तुहरूमा आफ्ना धारणाहरू राख्न सक्नुहुनेछ। तपाईका धारणालाई हामी नगरपालिकाको सम्बन्धित निकाय समक्ष पुर्याउने र जवाब खोज्ने गर्दछौँ। कार्यक्रम नगर गतिविधिमा आज हामी नगरपालिकाका विभिन्न गतिविधिहरू, सूचना, सन्देश र जानकारीहरू प्रस्तुत गर्नेछौँ। सुरुमा सिद्धगंगा नगरपालिकाको नगर गतिविधि प्रस्तुत गर्दछौँ। सिद्धगंगा नगरपालिकाले नगरपालिकाका 14वटै वडामा रहेका सहकारीहरूलाई युवा उद्यमी कृषि कार्यक्रम अन्तर्गत सहयोग गर्ने भएको छ। नगरपालिकाले आर्थिक वर्ष 2082-83 को वार्षिक बजेटबाट वडाको सहकारी मार्फत सबै वडामा युवा उद्यम कृषि कार्यक्रम कार्यान्वयनका लागि कृषि सहकारी संस्था मार्फत कार्यक्रम सञ्चालन गर्ने भएको हो। चालु आर्थिक वर्षको प्रस्तावित हालसम्मको आम्दानी र आय व्यय आगामी आर्थिक वर्षको स्रोत प्रस्ताव समेत अनुमान गरी बजेट सिलिङ प्रस्तुत गरिएको छ। अनुमानित रूपमा वडामा करिब 50 लाखको बजेट सिलिङ प्रस्तुत गरिएको छ भने नगरपालिकामा आगामी आर्थिक वर्षका लागि अन्दाजी 98 करोड 62 लाख बराबरको बजेट प्रस्तुत गर्ने लक्ष्य लिएको छ। नगरपालिकाको कार्यपालिका बैठक बसेर बजेट तर्जुमाका आधारहरू समेत तय गरिएको छ। गरिबी निवारणमा प्रत्यक्ष योगदान पुग्ने खालका योजनाहरू कार्यक्रममा छनौट गर्ने, उत्पादनमूलक र छिटो प्रतिफल प्राप्त गर्न सकिने खालका योजनाहरूलाई बजेटमा छनौट गर्ने तयारी छ। आम्दानी र रोजगार वृद्धिमा टेवा पुग्ने खालको योजना तथा कार्यक्रम छनौट गर्ने, लागत सहभागिता जुट्ने खालका योजना तथा कार्यक्रमहरू छनौट गर्ने, स्थानीय स्रोत साधन र सिपको प्रयोग हुने खालका योजनाहरूलाई कार्यक्रममा छनौट गर्ने तयारी छ। अधुरा योजना पूरा गर्ने खालका योजना तथा कार्यक्रमहरू छनौट गर्ने, धेरै जनसङ्ख्या लाभान्वित हुने खालका योजनाहरूलाई अगाडि बढाउने तयारी छ। दिगो विकास र वातावरण संरक्षण गर्ने खालका योजनालाई प्राथमिकता दिएर बजेट विनियोजन गर्ने तयारी छ। आगामी आर्थिक वर्षका लागि आयोजना प्रस्ताव गर्दा एक आर्थिक वर्षभित्र सम्पन्न हुने खालका आयोजनाहरू मात्र प्रस्ताव गर्ने तयारी छ। नगर गौरव, वडा गौरव र नगरका प्राथमिकताका आयोजना भनी पहिचान गरिएका सडक पूर्वाधारमा वडाबाट बजेट प्रस्ताव नगर्ने र नगरपालिकाबाट कार्यान्वयन गर्ने तयारी गरिएको छ। कार्यक्रम तथा आयोजना प्रस्ताव गर्दा पूर्वाधार क्षेत्र, आर्थिक क्षेत्र, सामाजिक क्षेत्र, वातावरण तथा विपद व्यवस्थापन क्षेत्र, संस्थागत विकास, सेवा प्रवाह, सुशासन सहित 5 क्षेत्र समेट्ने गरी प्रस्ताव गर्नुपर्नेछ। वडामा जाने विकास बजेटको कम्तीमा 60% पूर्वाधार, कम्तीमा 10% सामाजिक विकास, कम्तीमा 10% आर्थिक विकासका आयोजना तथा कार्यक्रमहरू समावेश गरी बाँकी 20%मा अन्य 2 क्षेत्रलाई समेट्ने सबै क्षेत्रबाट समावेशी ढङ्गले कार्यक्रम र आयोजना प्रस्ताव गर्ने तयारी छ। शिक्षा र स्वास्थ्यतर्फ सामाजिक क्षेत्रतर्फको कुल विनियोजित बजेटको कम्तीमा 25% बजेट प्रस्ताव गर्ने निर्णय भएको छ। सिद्धगंगा नगरपालिकाको कार्यपालिका बैठकले नगरपालिकाको क्षेत्र अधिकारभित्र रहेका नदी खोला मध्ये बाणगंगा खोलाको नदीजन्य पदार्थ ठेक्का व्यवस्थापनको लागि सूचना प्रकाशन भएकोमा वडा नम्बर 14 का स्थानीयवासीको भेलाले गरेको निर्णय र बैठकमा पेश भई छलफल भएकोले चालु आर्थिक वर्षमा उक्त खोलाको नदीजन्य पदार्थ सङ्कलन गर्ने कार्य ठेक्का व्यवस्थापन नगर्ने नगरपालिकाले निर्णय गरेको छ। सिद्धगंगा नगरपालिकाले हरेक वर्ष वडा नम्बर 14 अन्तर्गत रहेको बाणगंगा नदीबाट नदीजन्य पदार्थको ठेक्का आह्वान गरी वार्षिक करोडौं राजस्व सङ्कलन गर्ने गरेको थियो। स्थानीयहरूले विरोध गरेपछि हाल उक्त खोलाको ठेक्का रद्द गरिएको हो। सिद्धगंगा नगरपालिकाभित्र रहेका विभिन्न खानेपानी आयोजनाहरूमा चट्याङ लगायतका कारणले पुगेको क्षतिमा मर्मत कार्यका लागि सहयोग गर्ने भएको छ। जस अन्तर्गत हिटनटोला सोलर लिफ्टिङ खानेपानी योजना मर्मत सुधारका लागि लागत अनुमान अनुसारको कार्य गर्ने, कोला पोखरी सोलर लिफ्ट खानेपानी आयोजना मर्मत सुधार लागत अनुमान अनुसार कार्य गर्ने, आपखोला लिफ्टिङ खानेपानी आयोजना मर्मत गर्नका लागि वडा नम्बर 5 मा रहेको आपखोला लिफ्टिङ खानेपानी योजना मर्मतका लागि लागत अनुमान अनुसारको कार्य गर्ने,
आपचौर लिफ्ट खानेपानी मर्मत वडा नम्बर 8 मा लागत अनुमान अनुसारको कार्य गर्ने निर्णय गरेको छ। केही दिन अघि परेको चट्याङले विभिन्न खानेपानीहरूमा क्षति पुगेपछि सो मर्मत कार्यका लागि नगरपालिकाले सहयोग गर्ने भएको हो। सुदुङ्गा नगरपालिकाले कार्यालय र वडा कार्यालयबाट प्रदान भइरहेका सेवा प्रवाहको विषयमा सेवा प्रवाहलाई थप सहज र व्यवस्थित बनाउँदै जनताको सहज रूपमा गुणस्तरीय सेवा प्राप्त गर्ने गरी नगरपालिकाको कार्यालय तथा वडा कार्यालयबाट सेवा प्रवाहका लागि व्यवस्थित गर्ने निर्णय गरेको छ, जसमा वडा अध्यक्ष कुनै कारणले केही दिन कार्यालयमा उपस्थित नभएमा जिम्मेवार तोकी लिखित रूपमा कार्यभाग दिने र सोको पदार्थ नगरपालिकालाई बुझाउनु पर्नेछ। वडा कार्यालयमा खटाइएका वडा सचिव, वडा प्राविधिक, एक गाउँ एक प्राविधिक, कार्यालय सहयोगी लगायतका कर्मचारीको कार्यालयमा उपस्थितिलाई नियमित र व्यवस्थित बनाउने र वडा सचिव लगायतका कर्मचारीहरू बिदा काज बस्नुपर्ने अवस्थामा कार्यालयसँग समन्वय गरी वैकल्पिक व्यवस्था मिलाई वडा सचिवको बिदा वडा अध्यक्षले सिफारिस गरी वा नगरपालिका कार्यालयबाट र अन्य कर्मचारीको बिदा वडा सचिवले स्वीकृत गराई बस्ने व्यवस्था मिलाउने निर्णय गरिएको छ। सोको जानकारी नगरपालिकामा लिखित रूपमा उपलब्ध गराउनु पर्नेछ। कार्यालयबाट जनतालाई प्रदान गर्ने सेवालाई थप व्यवस्थित र सहज बनाउन कर्मचारीको उपलब्धतालाई मध्यनजर गरी सकेसम्म हेल्प डेस्क स्थापना गर्ने निर्णय भएको छ। कार्यालयमा उपस्थित हुँदा कर्मचारीले अनिवार्य तोकिएको पोसाक तथा कर्मचारी परिचय पत्र लगाउनु पर्ने, सेवाग्राहीलाई सेवा प्रदान गर्दा मुस्कान सहितको सेवा प्रदान गर्नुपर्ने, जनताका कामहरू सहज रूपमा गर्नुपर्ने व्यवस्था मिलाउन बनिएको छ। वडा कार्यालयले समेत सम्भव भएसम्म सूचना अधिकारी तोकी सेवा प्रवाहमा सहज गराउनु पर्ने निर्णय गरेको छ। सिद्धगंगा नगरपालिकाले कक्षा 8 को परीक्षामा सामुदायिक विद्यालयतर्फ प्रथम हुन सफल शिवादह माध्यमिक विद्यालय कक्षा 8 को परीक्षामा प्रथम भएका समीर नेउपानेलाई प्रोत्साहन स्वरूप रु 15,000 दिने निर्णय गरेको छ। सिद्धगंगा नगरपालिका वडा नम्बर 3 मा रहेको नमुना कृषि फर्ममा यति बेला अकबरे खुर्सानीका बेर्ना तयार हुँदैछन्। नगरपालिकाले निशुल्क रूपमा वितरण गर्ने गरी अकबरे खुर्सानीका बेर्नाहरू तयार गर्दैछ। साथै फर्ममा यति बेला काँक्रा, करेला, फर्सी लगायतका विभिन्न सागसब्जीहरू तयारी अवस्थामा छन्। निरन्तर रूपमा बजारमा बिक्रीका लागि समेत जाने गरेका छन्। नगरपालिकाकै संरक्षणमा भएको उक्त कृषि फर्ममा समेत प्राविधिक रूपमा भने केही कमजोरी भइरहेको देख्न सकिन्छ। फर्ममा भएका बिरुवाहरू विभिन्न प्रकारका रोगहरू देखिन थालेका छन्, तर अहिलेसम्म प्राविधिक रूपमा नगरपालिकाबाट कुनै सहयोग प्रदान नभएको अलिकति प्राविधिक फर्ममा कार्यरत कर्मचारीहरूले बताएका छन्। सुझाव सल्लाह पनि अलिक कमी भयो कि जस्तो देखियो यहाँनिर आउँदाखेरि। अर्को चाहिँ यो तलपट्टि अहिले चाहिँ बनाएको अति उत्कृष्ट, अति राम्रो देखिएको छ। यता माथितिर अलिअलि झार भए जस्तो यस्तो काँक्रा राम्रै फलेको देखियो, तर चाहिँ अलिकति भुइँमा लत्रेको कारणले कुहेओरेको देखियो। यसलाई व्यवस्थापन गर्नुपर्ने। हाल नगरपालिकाको उक्त कृषि फर्मबाट नियमित रूपमा काँक्राहरू बजारमा बिक्रीका लागि जाने गरेको छ। हरियो अकबरे खुर्सानी, फर्सी लगायतका सागसब्जीहरू यति बेला तयारी अवस्थामा छन् र नियमित रूपमा बिक्री समेत भइरहेका छन्। उक्त कृषि फर्ममा नगरपालिकाको प्राविधिकहरूको नियमित निगरानी हुनुपर्ने सबैको माग छ। पनि यहाँ बसेका हाम्रो हेरालु भाइहरूले मात्रै गर्न नसक्ने अवस्था देखियो, एउटा समस्या बजारसम्म नपुगेको देखियो। र अर्को कुरो आयातित काँक्रा भन्दा पनि यहाँको हाम्रो काँक्राहरू अहिले हेर्ने भने समग्रमा 2-3 कुइन्टल भन्दा बढी छ। आफ्नै आँखाले हेरियो। यसलाई टिप्ने र अब झारको व्यवस्था गर्ने, यसमा अलिकति अहिले सबभन्दा समस्या देखिएको चाहिँ प्राविधिकको चाहिँ कठिनाइ। जुन काम गर्ने भाइहरूले यसमा औषधि कति बेला के राख्ने, किन बिरुवा मर्यो भन्ने सम्बन्ध उनलाई ज्ञान नभएको देखियो। त्यसले गर्दा कृषिका कर्मचारीहरूलाई नगरपालिकाले स्पेसली आलोपालो गरेर भए पनि एकजना कर्मचारी यहाँ चाहिँ दिनमा आउने, उहाँहरू मोटरसाइकल लिएर अन्त घुमेको त्यहाँ देखियो। घर जाने आउनलाई मात्रै सरकारी मोटरसाइकल परेको होइन कि यो फर्ममा आएर यहाँको वस्तु के हो, यसमा माटाको विशेषता के हो, के भएर यहाँको मर्यो बिरुवाहरू, किन काँक्राहरू चाहिँ बढी कुनै लाग्यो भने त समयमा टिप्नु पर्यो नि भुइँमा। तर यसलाई भिटामिन जस्तो यही उदाहरणको लागि हेर्नु, यो मरिराखेको छ। अब यसमा तलको काँक्राको पात फाल्नुपर्छ भन्छ, यति पातहरू त कतिमा काटेर फालिदिनु पर्ने हो कि त। कृषिले किन हेरेन, पढाइ गरेर काम गर्नेलाई दक्ष बनाउन सकिएन। कृषि शाखाका कर्मचारीहरू अफिसमा कुर्सीमा बस्ने, अनि जनप्रतिनिधि मेयर साहब हुन्छ। आज मुख्य साहब प्रत्यक्षसँग हामी उहाँकै नेतृत्वमा आइराखेका छौँ। स्वयं मेयर साहबलाई थाहा छैन यो फर्म कस्तो चलेको छ भन्ने कुरो।
अनि लगानीकर्तालाई नै थाहा नभएपछि किसानले आफ्नो लगानी सुरुमै बिउ किन्दाको मूल्यको हिसाब गर्छ, त्यसलाई मल कति चाहियो, बुझा किन भएन भने आफ्नो मल खोजेर जमिन गरेर गरिदिन्छ। हामी कहाँमा मल चाहिँ आएन भन्ने कुरा आयो। यही हेर्नुहोस् न, अब यिनी बिरुवाहरू यसरी कुहिराखेको छ, यिनी कुहिनुको तात्पर्य के हो त? हामीले कतिपय ठाउँमा हेर्दै जाँदा बिरुवाको तलको पात काट्नुपर्छ, पहेँला पात फालिदिनुपर्छ भन्छ। यहाँ पात हेर्दा माथिको टुप्पोसम्म पहेँलो, यो पात किन पहेँल्यो, यो काँक्रो किन सपिसकेन, यति मोटो हुँदा यहाँ तल किन यस्तो भयो, यो त हेरिदिनु पर्यो नि। कृषिको काम के हो त? त्यहाँ कर्मचारी साथीको काम के हो त? फर्ममा टनेलभित्र लगाइएकै काँक्राहरूमा समेत विभिन्न प्रकारका रोग लागेको सङ्केत देखिएको छ। नगरपालिकाकै प्राविधिकको संरक्षणमा भइरहेको यस कृषि खेतीमा आधुनिक टनेलभित्र नै देखिएका रोगलाई समेत नियन्त्रण गर्न नगरपालिकाका प्राविधिकहरूले तत्परता नदेखाएको सिद्धगङ्गा नगरपालिकामा रहेको कृषि र पशु शाखामा अत्याधुनिक सेवा सुविधासहितको ल्याब अब सुरु हुँदैछ। अहिले यो कृषिको ल्याब प्राविधिकहरूबाट अहिले जडानको कार्य सञ्चालन भइरहेको छ। अत्याधुनिक प्रविधिहरू यहाँ उपलब्ध छन्। यो ल्याब सञ्चालन भइसकेपछि कृषितर्फ खेतीका लागि माटोको गुणस्तरीयता चेकजाँच गर्न सकिनेछ। कुन माटोमा के खेती गर्न सकिन्छ र कस्तो छ माटो भन्ने विषयवस्तु चाहिँ यो ल्याब सञ्चालन भइसकेपछि जानकारी प्राप्त गर्न सकिनेछ। ल्याब सञ्चालन भइसकेपछि नगरपालिकाले विभिन्न समयमा वडा स्तरमै पुगेर माटो परीक्षण लगायतका प्राविधिक कामहरू गर्न सक्नेछ। यो पिएच अम्लेपन कति छ, छारिए के छ भनेर माटोको अवस्था देखाउँछ एउटा होइन। एउटा अर्को चाहिँ फेरि हाम्रो यसको टेम्परेचर माटोको के अवस्था छ, ड्राई पानीको मात्रा कति छ माटोमा भनेर त्यो पनि दुईवटा पानीमा यसरी हल्लाएर फिल्टर पेपरमा पस्ला ल्याबको भरपुर मात्रामा सदुपयोग र प्रयोग गरेर धेरैभन्दा धेरै नगरवासीहरूलाई यसबाट सेवा प्रदान गर्न सकिन्छ र पक्कै पनि नगरपालिकाले अब यो ल्याब सञ्चालन भइसकेपछि धेरैभन्दा धेरै जनताहरूलाई सेवा दिएर जनताहरूलाई आकर्षण गर्नेछ भन्ने अपेक्षा लिएको छ। गराउन सकिन्छ। माटोलाई सही तरिकाले प्रयोग गरेर माटो पनि जीवित रहन्छ। यो एउटा मानव जस्तो हो र माटोलाई जीवित राखियो भने यसबाट बढीभन्दा बढी उत्पादन लिन सकिन्छ। यो माटो चाहिँ हामीले अहिले अम्लीय छ कि क्षारीय छ कि माटोमा कुनै कृषि चुनहरू, कुनै त्यसको जीवांशहरू अब के भइराखेको छ, यो हामीले प्रयोगशालाबाट चाहिँ पत्ता लगाउन सकिन्छ। पाँच ड्रप अब यो पेसरी मिडियम त के मिडियम हो अल्गालाइन घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको आयोजनामा उद्योग तथा वाणिज्य शाखा मार्फत प्रवाह हुने सेवालाई अझ सरल, छरितो र सेवा मैत्री बनाउने उद्देश्यले सिद्धगङ्गा नगरपालिकामा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। उद्योग वाणिज्य सम्बन्धी सेवा लिने सेवाग्राही र सेवा प्रदान गर्ने कर्मचारीहरूबीच प्रत्यक्ष संवाद गराउँदै सेवा प्रवाहका क्रममा देखिएका समस्या, झन्झटहरू र सुधारका सुझावहरू सङ्कलन गरिएको हो। कार्यक्रमको सहजीकरण कार्यालयका प्रमुख दुर्गा न्यौपानेले गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन हुमबहादुर विकले गर्नुभयो। कम्तीमा चाहिँ हामीले उहाँहरूलाई जानकारी पनि छैन। कतिपय अवस्थामा चाहिँ 5 लाखभन्दा मुनिको कहाँ दर्ता गर्ने, कहाँ व्यवसाय दर्ता गर्ने, प्रतिनिधि कहाँ हो, घरेलुमा किन जानुपर्छ भन्ने कुराहरू थाहा नहुँदाखेरि चाहिँ हाम्रा व्यवसायहरू हामीसँग चाहिँ रिसिनुहुन्छ, उहाँहरूलाई अप्ठ्यारो पर्न सक्छ, आउने जाने कति गर्ने त्यस्ता कुराहरूमा पनि हामीले त्यो सम्बन्धमा व्यवसायसँग सम्बन्ध पनि हामीले स्थापित गर्नुपर्ने हुन्छ। त्यो भएर सम्बन्धलाई राम्रो गराउन पनि कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, उद्यमी, व्यवसायी तथा सेवाग्राहीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य रामजी घिमिरेले सेवा प्रवाहलाई प्रभावकारी बनाउन व्यावहारिक समस्या पहिचान गरी समाधानतर्फ उन्मुख हुनुपर्ने बताउनुभयो। अब यो कार्यक्रम खास गरिकन चाहिँ स्थानीय तहका उद्योग तथा वाणिज्य शाखामा काम गर्ने कर्मचारी र सरकारवालाहरू बीच सेवा प्रवाहको मामलामा अब कसरी सरलीकृत गर्न सकिन्छ
कसरी सजिलो गरी सेवा प्रवाह गर्न सकिन्छ त्यो विषयसँग सम्बन्धित कार्यक्रम छ। सेवा प्रवाहको प्रक्रिया जटिल हुँदा सर्वसाधारण जनताहरूले सजिलै सेवा लिन नसक्ने वर्तमान अवस्थामा यो कार्यक्रम कति औचित्यपूर्ण छ, कति आवश्यक छ भन्ने कुरा यो शीर्षकले नै पुष्टि गरेको छ। यद्यपि सेवा प्रवाहको प्रक्रियालाई असाध्यै लेन्दी बनाउने, जटिल बनाउने कुरा को पछाडि सेवा प्रवाहमा कुनै गडबडी नहोस्, सेवा प्रवाह गर्दाखेरि कहीँनिर नचुकियोस्, सेवा प्रवाह नक्कली मान्छेलाई चाहिँ नहोस् भन्ने एकातिर उद्देश्य पनि हुन सक्छ। अब त्यो उद्देश्यसित हामीले विमति राख्नु जरुरी छैन, तर असाध्यै जटिल बनाउँदाखेरि सेवाग्राहीहरूले सेवा प्राप्त गर्न सजिलै नसक्ने स्थिति पनि त्यत्तिकै छ। त्यसो भएको हुनाले हाम्रो सेवा प्रवाहलाई कसरी सरलीकरण गर्न सकिन्छ त्यतातिर सोच्नुपर्ने आवश्यकता छ। सेवा प्रवाह हरेक क्षेत्रमा जटिल बन्दा सेवाग्राहीहरू असन्तुष्ट भएको वर्तमान स्थितिमा हामीले सेवाग्राहीहरू, हाम्रा जनताहरूलाई कसरी सहज ढङ्गले छोटो प्रक्रियाबाट सेवा प्रवाहलाई सुनिश्चित गर्न सकिन्छ त्यतातिर सोच्नुपर्ने भएको छ। अब सेवा प्रवाहकै सन्दर्भमा अहिले नयाँ सरकारले चाहिँ राजधानी घर घरमा पुर्याइदिने समग्र कुरा गरिरहेको छ। अब घर घरमै राजधानी पुर्याइदिने, पासपोर्ट पुर्याइदिने जस्ता कुराहरू आइरहेका छन्। यदि यो ढङ्गले जनताको घरमै सेवा प्रवाह पुर्याउन सकियो, गर्न सकियो भने यसले स्थानीय सरकार पनि बलियो हुन्छ, तिनै तहका सरकारहरू चाहिँ बलियो हुन्छन्। बलियो यस मानेमा हुन्छन् जनविश्वास प्राप्त हुन्छ सरकारले। त्यसकारण जनविश्वास प्राप्त सरकार चाहिँ बलियो हुन्छ। अब जब हाम्रा सरकारहरू तिनै तहका सरकारहरू बलियो हुन्छन् अनि त्यसपछि ती सरकारहरू स्थिर पनि हुन्छन् अनि स्थिर सरकार मार्फत हामीले विकासको प्रक्रियालाई पनि गति दिन सक्छौँ, मुलुकको अवस्थालाई छिटो परिवर्तन गर्न सक्छौँ। त्यसो भएको हुनाले हाम्रा कामहरूलाई छोटो, छरितो, चुस्त, दुरुस्त र सरल बनाउनु अहिलेको युगको आवश्यकता बनेको छ। यस्तै सिद्धगङ्गा नगरपालिकाका नगर प्रमुख छविलाल पौडेलले उद्योग व्यवसाय र उद्यमशीलतालाई स्थानीय आर्थिक विकासको आधार मानेर नगरपालिकाले आवश्यक सहजीकरण गरिरहेको जानकारी दिनुभयो। आज प्रस्तुति गर्नुभएको छ र यहाँ धेरै कुराहरू अन्तपछि एउटा चाहिँ छलफलको विषयले पनि केही कुराहरू अगाडि आएका छन् र अहिले बुझ्नै पर्ने अन्तपछि हिसाब के छ भने हामीले बुझ्न पर्ने हाम्रो यो एउटा गणतान्त्रिक यो चाहिँ सिस्टममा अहिले चाहिँ तीनटा सरकारको अवधारणा छ। एउटा सङ्घीय सरकार, एउटा चाहिँ प्रदेश सरकार, एउटा स्थानीय सरकार। अब यसको चाहिँ यो कानुनी पाटो सङ्घीय सरकारले बनाएको कानुन चाहिँ प्रदेश र त्यसपछि स्थानीय सरकारको त्यो बाजियो भने त्यो कानुन अमान्य हुन्छ। अब यहाँनिर त्यसपछि के छ भन्दाखेरि आज सङ्घीय कानुनहरू 2027 देखि त्यसपछि अहिलेसम्म ती कानुनहरूमा टेकेर त्यसपछि हिँड्न परेको छ। आज व्यवस्था परिवर्तन भएका छन्। आज यो मुलुक एउटा 21औं शताब्दीमा त्यसपछि गइसकेको छ, तर हाम्रा कानुनहरू त्यसपछि आज चाहिँ पुराना छन्।
आज पञ्चायती कालदेखि का कानुनहरू मानेर त्यसपछि हामी चाहिँ यहाँ कार्य सञ्चालन गर्नु छ। आज धेरै कानुनको विषयले आज यहाँ जसरी जनताको एउटा चाहिँ इच्छा आकाङ्क्षा र जनताको एउटा चाहिँ मौलिक हकका दृष्टिकोणले ती कार्यहरू गर्न केही असुविधा परेको छ, यो ध्रुव सत्य हो। त्यसैले एउटा चाहिँ मैले चाहिँ यही कार्यक्रम मार्फत एउटा चाहिँ हाम्रो घरेलु शाखाको कार्य प्रमुखजी हुनुहुन्छ, हाम्रो प्रमुख प्रशासकीय अधिकारी यहाँ हुनुहुन्छ। अब उद्योगको एउटा चाहिँ कार्यविधि ऐनहरू बनाउँदा कमसे कम एउटा सङ्घीयको उपस्थिति गर्न नसके पनि आज चाहिँ 6वटै पालिका अर्घाखाँचीका 6वटै पालिकाहरूमा एउटा यो करको दायरा, एउटा चाहिँ यो चाहिँ एउटा हाम्रो चाहिँ यो उद्योगको विषयमा एकरूपता, सबै विषयमा यो हाम्रो चाहिँ ऐन नियम कार्यविधिहरूलाई तपाईँको उपस्थितिमा एउटा चाहिँ कार्यविधि बनाउन सहयोग गर्नु। अन्यथा प्रदेशको कानुन एउटा कार्यविधि ऐन नबन्दै त्यसपछि हाम्रो चाहिँ यो स्थानीय सरकार सञ्चालनको लागि हामीले चाहिँ धेरै कार्यविधिहरू बनाएर हामी अगाडि बढेका छौँ। त्यसमा बाँधिन सक्छ, त्यसमा डुप्लिकेसन हुन सक्छ, तर चाहिँ ती विषयहरूलाई सुल्झाउन आज चाहिँ सङ्घीय प्रदेश सरकारको एउटा चाहिँ तपाईँ प्रतिनिधि भएको हुनाले तपाईँको रोबरमा बसेर 6वटै पालिकाका यी कार्यविधिहरू पहिलो कुरो त्यसपछि शुद्धम दोस्रो एकैछिन फोन बन्द हाम्रा चाहिँ एउटा चाहिँ अहिले यो 21औं शताब्दीमा आज चाहिँ हाम्रा चाहिँ प्रत्येक गाउँहरूमा आज गाउँ खाली छन्। आज जनशक्ति त्यसपछि कृषिमा आधारित जनशक्ति त्यसपछि छैन। अब चाहिँ यो अवस्थामा हामी एउटा साना उद्योग, मझौला उद्योग र कुटीर उद्योग सञ्चालन गरेर यहाँको आय आर्जन बढाउन अति आवश्यक छ। आज त्यस्तो एउटा महत्त्वपूर्ण यो चाहिँ उद्योगको दृष्टिकोणले हामी धेरै पछाडि परेका छौँ। आज त्यही सन्दर्भमा आज कानुनका कुराहरू तपाईँहरू बुझ्नु। यहाँ उपस्थित साथीहरू, शाखा प्रमुखज्यूहरू र कर्मचारी मित्रहरू र यहाँ उपस्थित सम्पूर्ण साथीहरू यहाँ बुझ्नु हो। यही अनुरूप हामी चाहिँ जानुपर्छ। अहिलेको यो चाहिँ हाम्रो एउटा लोकतान्त्रिक व्यवस्थामा र हामी चाहिँ एउटा चाहिँ कानुनलाई टेकेर त्यसपछि हिँड्न पर्छ। चाहे कर्मचारी होस्, चाहे दर्ता गरेका उद्योग सञ्चालन गर्ने सञ्चालकहरू हुन्, चाहे साना ठुला त्यसपछि व्यापारीहरू। हामी कानुनी दृष्टिकोणले टेकेर त्यसपछि हिँड्न पर्छ। मैले कानुन बुझिनँ भनेर कानुनले छुट दिँदैन। तपाईँहरू उद्योग सञ्चालन गर्ने तर्फ जानुहुन्छ भने तपाईँहरूले कानुन त्यो चाहिँ पढ्नु। उपप्रमुख गीता भाटले विशेष गरी महिला, साना तथा घरेलु उद्यमीहरूलाई लक्षित गरी प्रक्रिया सहज सरलीकरण आवश्यक रहेको उल्लाउनुभयो। सुझावलाई व्यवहारमा उतार्दै सेवा मैत्री वातावरण बनाइने उहाँले बताउनुभयो। र हामी यहाँ उपस्थित भइराख्दाखेरि खास एकदमै धेरै नै नबुझेको, कानुन नै पढ्न नसक्ने धेरै त हुनुहुन्न जस्तो लाग्छ मलाई। किनकि सबैजनाले कानुनलाई पालना गर्ने अनि आफ्ना हक अधिकारका कुराहरूलाई चाहिँ त्यहाँ राखिराख्दाखेरि कसरी राख्ने,
र हामी कसरी जाने भन्ने कुरा सबैजनामा हामी केही न केही जानकारी छौँ भन्ने मलाई लाग्छ सबै उद्योग व्यवसायहरू। यति भनिराख्दाखेरि जुन उद्योग व्यवसायहरूले आफूले सञ्चालन गर्न खोजेका कुराहरू काहीँ अप्ठ्यारो छैनन् भन्ने पनि होइन। कतिपय कुराहरू राज्यको दोहोरो नीतिका कारणले गर्दा काहीँ न काहीँ अप्ठ्याराहरू चाहिँ छन्। त्यसले गर्दाखेरि अब एउटा केन्द्र सरकारमा बसिसकेपछि केन्द्रीय सरकारले यो संहिताको मर्म आइसकेपछि मैले जहाँ पनि जेले पनि भन्ने गर्ने कुरा के हो भने हामी हरेक कुरा कानुनमा प्रष्ट हुनुपर्छ त्यो कुराहरू। त्यसले गर्दा नगरपालिका मात्रैले त्यो कुराहरू गरिरहेको हुँदैन। यहाँले पनि त्यो कुरा अलिकति त्यसलाई चाहिँ मनन गर्नु पर्यो। कति कुराहरू हाम्रो यो प्रदेश र केन्द्रसँग कतिपय कुराहरू समन्वय नभएका कुराहरू साँच्चीकै हुन्। यस्तै कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले सेवा प्रवाहमा ढिलाइ र अनावश्यक प्रक्रिया हटाई कार्यप्रवाह पुनरावलोकन गरिने बताउनुभयो। कर्मचारीलाई थप अभिमुखीकरण गर्दै छिटो पारदर्शी र उत्तरदायी सेवा सुनिश्चित गर्ने उहाँले बताउनुभयो। उपस्थिति गराउने छु। आज वास्तवमा निकै महत्त्वपूर्ण मलाई लाग्छ। हाम्रो प्रदेश मान्यज्यू पनि बस्तीको भए उहाँले भने अति राम्रो हुन्थ्यो। खास गरिकन हामी संहितामा गइसकेपछि 3 तहको सरकार र 3 तहकै अधिकारहरूको अभ्यासले गर्दा र हामी स्थानीय तहको जनताको एकदम डे टु डे सानातिना काम पनि हामीले हेर्नुपर्ने भएको हुँदाखेरि र हाम्रो भूगोल फेरि अन्यत्रको भन्दा पनि हाम्रो भूगोल अलिक ठुलो पनि ले गर्दाखेरि अलिकति यो उद्योग वाणिज्य व्यापार व्यवसाय कर होइन व्यवसाय दर्ताका सन्दर्भमा केही अब यसै त कानुनी रूपमै सिर्जना भएका कानुनी रूपले अलग अलग डिफाइन गरेका भूमिकाले हामी त कानुनअनुसार चल्ने हो। त्यसले गर्दा त्यसले सिर्जना गरेका र केही हाम्रा व्यावहारिक कारणले गर्दा अलिकति नागरिकहरूको गुनासो उच्चतम छ। अन्तर्क्रियामा सहभागीहरूले दर्ता नवीकरण सिफारिस अनुमति लगायतका सेवामा भोग्नु परेका व्यावहारिक समस्या राख्दै सुधारका लागि सुझाव दिएका थिए। श्वेतगङ्गा नगरपालिकाको बजेट अधिवेशन प्रारम्भ भएको छ। आगामी आर्थिक वर्ष 2083-84 को बजेट निर्माणको क्रममा 19औं नगर अधिवेशन सुरु भएको हो, जस अन्तर्गत श्वेतगङ्गा नगरपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। नगर प्रमुख छविलाल पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरपालिकाले सञ्चालन गरेका गौरवका आयोजनाहरूलाई निरन्तरता दिने र जनतामुखी कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा प्रस्तुत गर्नुभयो। जनगुनासोको समाधानका लागि द्रुत गुनासो सुनवाई प्रणाली स्थापना गरिनेछ भने सेवा प्रवाहलाई एक द्वार प्रणाली मार्फत झन्झट छिटो र पारदर्शी बनाइनेछ। नगरपालिकाले आगामी वर्ष शिक्षा, स्वास्थ्य र कृषिमा विशेष प्राथमिकता दिने गरी नीति तथा कार्यक्रम ल्याएको छ। कृषि खेती उत्पादन प्रवर्धन, शीत भण्डार सञ्चालन, कृषि पशु सेवा केन्द्र मार्फत ल्याब सञ्चालन गर्ने आगामी वर्षको नीति तथा कार्यक्रममा समावेश गरिएको छ। वडा नम्बर 4 को सानादह स्थित शीत भण्डार तथा हालै सम्पन्न कृषि तथा पशु सेवा केन्द्र सञ्चालनमा ल्याई कृषि सेवा थप प्रभावकारी गराइनेछ। फलफुल, रैथाने बाली, माउरी पालन, टिमुर, अदुवा बेसार, अकबरे खुर्सानी, कफी, केरा लगायत नगदे तथा मसलाजन्य बालीको व्यावसायिक उत्पादन र बजारीकरण जोड दिइनेछ। श्वेतगङ्गा नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर 14 का वडा अध्यक्ष दामोदर नेउपानेले विगतका वर्षहरूमा भन्दा फरक तरिकाबाट यस वर्षको बजेट निर्माण हुन लागेको बताउनुभयो। हरेक वर्ष एकै दिन नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने गरिएकोमा यस वर्ष नीति तथा कार्यक्रममाथि नगरसभा सदस्यहरूलाई लामो समय छलफलका लागि दिइएको छ। प्रस्तुत भएको नीति तथा कार्यक्रम अध्ययनपछि नगरसभाका सदस्यहरूको सुझाव अनुसार बजेट निर्माणलाई अगाडि बढाइने प्रवक्ता नेउपानेले बताउनुभयो। गत वर्षभन्दा फरक ढङ्गले जेठ आज 1 गते हो, हामी असारमा बजेट ल्याउँदा एकैचोटि नीति कार्यक्रम ल्याउने र बजेट पनि एकैचोटि पास गर्ने जुन प्रचलन थियो त्यो प्रचलनलाई यो वर्षबाट
अलि अगाडिबाटै यो कुराहरू प्रारम्भ गर्ने र यसले आज जुन नीति तथा कार्यक्रम प्रस्तुत भएको छ यो नीति कार्यक्रम नै अन्तिम चाहिँ होइन। यसले यहाँ जुन कुराहरू हामी कार्यपालिकाबाट अफिसबाट नगरपालिकाबाट भएका कुराहरू हामी त्यहाँ उल्लेख गरेका छौँ र यसमा अब नागरिकबाट यहाँका बुद्धिजीवी सबैबाट ती कुराहरूलाई समेटेर अझै त्यसमा के गर्न सकिन्छ, नीति कार्यक्रम कस्तो बनाउँदा राम्रोसितले बनाउन सकिन्छ भन्ने खालको कुरामा सबैको राय सल्लाह सुझावसहित नीति कार्यक्रममा पनि हामी असार 8 गते हुने नगरसभा दोस्रो नगरसभामा चाहिँ हामी त्यहाँ पेश दोस्रो बैठकमा हामी त्यहाँ पेश गरेर पास गर्दैछौँ। त्यो हिसाबमा नीति कार्यक्रममा धेरै कुराहरू समेटिएका छन्। गत वर्षभन्दा फरक ढङ्गले नीति कार्यक्रमहरू प्रस्तुत भएका छन्। सिद्धगङ्गा नगरपालिकाको बजेट निर्माणको क्रममा रहेको र वडाबाट प्राप्त योजनाहरूको आधारमै नगरपालिकाले बजेट विनियोजन र योजना सञ्चालन गर्ने सिद्धगङ्गा नगरपालिकाका उपप्रमुख गीता भाटले बताउनुभयो। हामीले चाहिँ आज नीति तथा कार्यक्रम प्रस्तुत गरिराख्दाखेरि हामीले विगतदेखि नै सञ्चालनमा राखेका विषयवस्तुलाई नै अघि सारेका छौँ। त्यस अन्तर्गत चाहिँ भौतिक पूर्वाधारका कुराहरू, सुशासनका कुराहरू, शिक्षा स्वास्थ्यका कुराहरूलाई नै यसमा समावेश गरेका छौँ। विगतदेखि नै सिद्धगङ्गा नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रमहरूमा विभिन्न क्षेत्रहरूलाई समावेश गरेर हामीले राखिरहेका थियौँ भने अहिले हामी थोरै चाहिँ यो हाजिरका कुराहरू र सुशासनका कुराहरूलाई र शिक्षाको कुरालाई थोरै प्राथमिकतामा राखेर यसपालि चाहिँ हामी शिक्षाको क्षेत्रमा अरू कुरामा पनि र कृषिको क्षेत्रमा पनि थोरै बजेटका कुराहरूलाई थोरै बढाउने सोच गरिरहेका छौँ। र अहिले भर्खरै यति नै भन्ने सिलिङ हामीलाई पर्याप्त नभए पनि हामीले विगतको कुराहरूलाई अनुमानित गरेर वडाहरूलाई हामीले सिलिङहरू दिएका छौँ। यस वर्षको नीति तथा कार्यक्रममा पनि खानेपानीको मोटर मर्मतमा 50% अनुदान, खानेपानीको बिजुली बिलमा 75% अनुदान लगायतका योजनाहरूलाई निरन्तरता दिएको छ। यस वर्ष खर्को छानो मुक्त कार्यक्रम अन्तर्गत 40,000 का दरले 179 जनालाई रकम भुक्तानी गरिएको नगरसभामा प्रस्तुत गरिएको थियो। प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा समाजसेवी, नागरिक समाज लगायतका जनताहरूको समेत सुझाव संकलन गरेर आगामी वर्षको बजेटमा न्यूनतम जनताका आवश्यकता पूरा गर्ने गरी नगरपालिकाले बजेट ल्याउन जरुरी छ। के छ भने नमुना कृषि फर्म रोजगारसँग साझेदारीमा कार्यक्रम गर्ने भनेर 1 लाख रुपियाँ राखेको थियो। त्यो रोजगारतर्फको बजेट नभएकोले त्यसलाई चाहिँ नमुना कृषि फर्म सञ्चालन भनेर शीर्षक थोरै चेन्ज गरेको मात्र हो त्यो 1 लाखलाई। त्यसै गरेर वडा नम्बर 3 को स्वास्थ्य सम्बन्धी कार्यक्रम भन्ने थियो, त्यसलाई चाहिँ 50,000 रुपियाँ। त्यसलाई चाहिँ ज्योतिमारी फर्निचर व्यवस्थापन अनुदान भनेर चाहिँ फर्निचरतर्फ राखिएको छ 50,000लाई संशोधन, त्यो कार्यान्वयन हुन नसकेर। त्यसै गरेर 14 नम्बरको मगर संस्कृति जगेर्ना कार्यक्रम भन्ने थियो 50,000, त्यो चाहिँ कार्यक्रमलाई संशोधन गरेर जनजाति सम्बन्धी कार्यक्रम सञ्चालन 50,000 बनाइएको छ। त्यसै गरेर नयाँ बस्ती खानेपानी मर्म सुधार भन्ने थियो वडा नम्बर 9 को 5 लाख रुपियाँ, त्यसलाई संशोधन गरेर नयाँ बस्ती सुक्खा खोला दमा र तटबन्ध भनेर 5 लाख रुपियाँ संशोधन भएको छ। त्यसै गरेर उत्कृष्ट कृषक कर्मचारी तथा जनप्रतिनिधि कृषि अवलोकन भ्रमण भन्ने वडा नम्बर 13 को कार्यक्रम 3 लाख रुपियाँ थियो, त्यसलाई संशोधन गरेर उत्कृष्ट कृषक कर्मचारी तथा जनप्रतिनिधि कृषि अवलोकन भ्रमण भनेर 1 लाख रुपियाँ, तिनलाई घटाएर 1 लाख बनाइएको छ। उन्नत जातको धानको बिउ वितरण 50% अनुदानमा भनेर 2 लाख आय गरिएको छ त्यसलाई। त्यसै गरेर एउटा हल्दे मोटर बाटो तथा साबी कोरा नम्बर 8 को मोटर बाटो स्तरोन्नति भनेर 1 नम्बर वडाले 3 लाख रुपियाँ राखेको थियो, त्यो कार्यान्वयन हुन नसकेर त्यसलाई संशोधन गरेर हल्दे प्रतीक्षालय निर्माण सिनपा 1 लाई 1.5 लाख रुपियाँ र सुवर्णखाल घुम्ती प्रतीक्षालय निर्माण 1.5 लाख भनेर संशोधन भएको छ। म सिद्धगङ्गा नगरपालिकाको साझेदारीमा कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्ने कार्यविधि 2083 प्रस्तुत गर्ने अनुमति चाहन्छु। प्रस्तावना नीति तथा गैर सरकारी क्षेत्रसँगको साझेदारीको माध्यमबाट शिक्षा, स्वास्थ्य, कृषि, पशु विकास, रोजगारी, आय आर्जनको अवसर, पूर्वाधार निर्माण, विपद व्यवस्थापन तथा जलवायु परिवर्तन, खानेपानी तथा सरसफाइ, वन तथा वातावरण संरक्षण, संस्थागत विकास तथा सुशासन, सहकारी संस्थाहरूको सबलीकरण तथा स्थानीय उत्पादनको बजारीकरण लगायतका कार्यक्रमका लागि साझेदारीको माध्यमबाट सर्वसाधारणलाई भरपर्दो, किफायती र सर्वसुलभ रूपमा सेवा सुविधा उपलब्ध गराउने सम्बन्धमा आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकाले
नेपालको संविधानको धारा 226मा उल्लेख भएअनुसार सिद्धगङ्गा नगरपालिकाको नगरसभाले यो ऐन बनाएको छ।